हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल हजुरहरूको लागि फेरि नयाँ रेसिपी लिएर आएँ म केरा त पक्का खानुभएको छ नि हैन तर यस्तो केरा खानुभएको छैन होला आज हामी खान्छौँ काँचो केराको तरकारी काँचो केरालाई कसरी खाने भनेर सिकाउँछु आज म हजुरहरूलाई आई होप हजुरहरूलाई मन पर्ने छ लेट्स स्टार्ट मैले लिए एक काइयो हरियो केरालाई मैले पातलो गरी गोलो शेपमा काट्दै गएँ काटेर मैले पानीमा हालेँ किनभने इफ त्यो केरालाई तपाईले पानीमा राख्नु भएन भने चाहिँ त्यो तपाईहरुको हातमा टाँसिन सक्छ त्यसपछि मैले लिए एउटा कराई तातेपछि मैले त्यसमा हाले घिउमा तड्का लगाएँ मैले मेथी जिरा र अदुवाले अघि नै काटेर राखेको केरालाई मैले पानी फालेर हाले कराईमा र त्यसलाई मजाले चलाएर एकछिन त्यसलाई फ्राई हुनको लागि छोडे स्वादको लागि मैले एड गरे त्यसमा नुन दालचिनी धुलो र मसला हेर्नुस् त बिस्तारै हाम्रो केराको कलर चेन्ज हुँदै गइरहेछ अलिकति खोर्सानी राखेर त्यसको स्वादमा पिरो एड गर्न सक्नुहुन्छ हेर्नुस् त अब हाम्रो केराको कलर रातो भइसकेको छ हाम्रो केरा एकदमै तयार भइसक्यो खानको लागि मजाले फ्राई पनि भएको छ र क्रन्ची पनि देखिरहेछ वाउ इट लुक्स सो यम्मी हजुरहरूले पनि यो रेसिपी घरमै बनाएर ट्राई गर्न सक्नुहुन्छ व्रत लिनुहुन्छ भने व्रत लिनेहरूको लागि पनि एकदमै राम्रो फलार हो यो सो हाउ इज द रेसिपी आज हजुरहरूले थाहा पाउनु भएन त काँचो केरालाई कसरी खाने भनेर यस्तो इन्फर्मेसनहरूको लागि लाइक सब्सक्राइब एन्ड फलो मी अन टिकटक अल्सो थ्याङ्क यू नमस्ते बाई बाई सी यू अगेन विथ मोर भिडियोज